नमस्कार साथीहरु, तपाईहरुलाई हाम्रो खेलकुद अफिसियल च्यानलमा स्वागत छ। आजको भिडियो यस टपिकमा रहेको छ नेपाली स्पिनर यी 3 जना मध्ये 2026 मेन्स टी20 वर्ल्ड कपमा कुन खेलाडीको कति सम्भावना रहेको छ त टिममा पर्ने, आउनुहोस् कुरा गरौँ। र फेब्रुअरी 7 बाट अबको 36 दिन पछाडी वर्ल्ड कप सुरु हुनेछ र हामी सुरुमा कुरा गरौँ शाह आलमको। शाह आलमले 2021 मा नेदरल्यान्ड विरुद्ध आफ्नो पहिलो खेल खेलेका थिए र उनले हालसालै भएको नेपाल प्रिमियर लिग सिजन 2 मा भने काठमाडौँ गुर्खासबाट खेलेका थिए भने उनले 8 म्याच खेलेर 13 विकेट लगेका थिए। र अब उनको इन्टरनेसनलको कुरा गरौँ। इन्टरनेसनल खेलहरूको कुरा गर्दा चाहिँ उनले नेपाल र वेस्ट इन्डिजमा उनले ठिकठाक प्रदर्शन गरेका थिए। वर्ल्ड कप क्वालिफाई लगायत CWCमा त्यति धेरै चान्स नपाए तापनि उनले आफ्नो खेलमा पनि राम्रो एफर्ट पनि देखाएका थिए। अब कुरा गरौँ शेर मल्लको। शेर मल्लले हालसालै विजेता लुम्बिनी लायन्सबाट सबैभन्दा राम्रो बोलिङ गर्ने खेलाडी पनि रहेका थिए र उनले 10 म्याचमा 17 विकेट लगेका थिए भने उनको इन्टरनेसनल उनले नेपाल ए टिम र अन्डर 19 टिमहरूबाट म्याचहरू खेलिसकेका छन् र उनको हालसालै हेर्दा उनी एकदमै राम्रो फर्ममा र राम्रो लयमा भने हामी यहाँबाट पक्कै नै देख्न सक्छौँ। र साथीहरू, शेर मल्ललाई भने यहाँबाट केही प्लस पोइन्ट पनि अवश्य नै रहेको छ। उनी एउटा राम्रो लयमा भने हामी देख्न सकेका छौँ र साथै उनको बलिङ मात्र होइन ब्याटिङ पनि उत्कृष्ट हुने गर्दछ। हामीले NPL सिजन 2 मा उनको लुम्बिनी लायन्सदेखि जुन आवश्यक परेको बेला उनको ब्याटिङ पनि अवश्य हामीले देखेका थियौँ। यसकारण नेपाली टिमलाई पनि केही फाइदा अर्थात् केही महत्त्वपूर्ण भूमिका भने शेर मल्लले अवश्य खेल्नेछन्। यहाँबाट कुरा गरौँ ललितराज वंशीको। ललितराज वंशी एकदमै अनुभवी खेलाडी पनि रहेका छन्। उनले इन्टरनेसनलबाट 2025 मा भने सबैभन्दा धेरै विकेट अर्थात् 25 विकेट भने लगेका छन् हालसालैमा देख्न सक्छौँ हामी। र उनको NPL सिजन 2 मा भने त्यति राम्रो प्रदर्शन भने उनले देखाउन सकेनन्। उनी जनकपुर बोल्सबाट खेलेका थिए र त्यति राम्रो प्रदर्शन नदेखाए पनि उनी त्यति नराम्रो त छैनन् भन्ने हामी भन्न सक्दैनौँ। र उनको केही अगाडिका खेलहरू भने एकदमै राम्रो इन्टरनेसनल एकदमै राम्रो खेल्ने खेलाडी रहेका छन्। र यहाँबाट को टिममा पर्छ भन्ने कन्फ्युजन भने अवश्य रह्यो। यसो हुनाले यो आधारमा कुन खेलाडी टिममा पर्छ भन्ने पक्कै नै हुँदैन, तर केही भने प्लस पोइन्ट बेटर फाइदा भने अवश्य हुने गर्दछ। र यस कारणले हालसालै भएको क्याम्पबाट पनि केही त्यहाँबाट प्लस पोइन्ट निकालेर कोचेसहरूले खेलाडी छान्ने गर्दछन्। त्यसो हुनाले तपाईँहरूलाई यी 3 जना मध्ये कुन स्पिनरलाई नेपाली टी20 मा देख्न चाहनुहुन्छ र कुन पर्ने सम्भावना रहेको छ त तपाईँ आफ्नो विचार भने कमेन्ट बक्समा कमेन्ट भने अवश्य गर्नुहोला। आजको लागि यति नै र अर्को भिडियोमा हामी भेट्नेछौँ।